सुरक्षित बनाउने वैदेशिक रोजगारलाई भन्ने विषयमा यो जानकारी सूचनाहरू चाहिँ प्रवाह गर्ने हिसाबले टोल टोलमा चाहिँ समुदाय स्तरमा अभिमुखीकरण हुन्छ, सूचना प्रवाह हुन्छ। त्यो कार्यक्रम अन्तर्गत आज हामी चाहिँ अब हाम्रो यो पटकको यो अन्तिम कार्यक्रम योभन्दा अगाडि चाहिँ 7 नम्बरको नयाँ गाउँ ताराचोक, 6 नम्बरको चाहिँ ठुलीबेसी र 3 आज यहाँ गरेर चाहिँ अनि 3 नम्बरको चाहिँ ढकाइमा गऱ्यो। 6वटा टोलमा चाहिँ समुदायमा चाहिँ गर्नुपर्ने थियो। त्यो अन्तर्गत चाहिँ आज हामी यहाँ आइपुगेका छौँ। आजको यो हाम्रो यो महत्त्वपूर्ण कार्यक्रमको आदरणीय अध्यक्ष वडा नम्बर 2 को आदरणीय वडा अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यू, वडा सदस्यज्यू सबै तपाईँको उपस्थित हाम्रो बाबा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। यहाँ सबैलाई मेरो गाउँपालिकाबाट स्वागत अभिवादन गर्दै अब यो कामको सिजन चटारो छ। त्यसो भए हुनाले यहाँको धेरै समय नलिने ठ्याक्क जे हो भन्नुपर्ने कुरा ठक्क भनेर अनि छुट्यो भने हामीहरूले अनि अब दिउँसो गऱ्यो भने मान्छे भेट्दै गाह्रो छ, कामको सिजनमा लागिसक्यो। त्यसो हामीले बिहान यसो छट्टा आयो अनि यसो चिया बिस्कुट खाएर कार्यक्रम पनि भएर छुट्ने भन्ने हिसाबले यो कार्यक्रम तय भएको छ। त्यसो भए अब म कति पनि हजुरहरू धेरै समय लिँदिनँ। अब अहिले हाम्रो गाउँठाउँ चाहिँ सबै एक घर एक वैदेशिक रोजगार होइन। अब वैदेशिक रोजगारमा नजाने नगएको मान्छे नै छैन। अब वैदेशिक रोजगारमा नगइकन उपाय नै नलाग्ने घर गृहस्थी साह्रै राम्रोसँग नचल्ने जस्तो नै भइसक्यो। अब म पनि अब सानो यो गाउँपालिकाको सानो जागिरा झुन्ड्याएको छु। यो जागिर नभएको म पनि विदेश जान्थेँ होइन। त्यसो भए हुनाले अब अहिले चाहिँ सरकारले चाहिँ यो श्रृङ्खला यो लामो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अब यसलाई सुरक्षित बनाउनुपर्छ भनेर यो अभियान चाहिँ चलाएको छ होइन। यो अभियान र कार्यक्रम चाहिँ आएको छ। त्यसले के भन्छ त भन्दाखेरि चाहिँ भरसक चाहिँ हामी आफ्नै गाउँठाउँमा आफ्नै घर परिवार सँगसँगै साथसाथै बसेर स्वदेशमै चाहिँ रोजगारी गरौँ भरसक होइन। अब स्वदेशमै रोजगारी गरौँ होइन यसले चाहिँ पुग्दैन म अलिक धेरै पैसा कमाउँछु होइन, म अलिक उन्नत खालको जीवन जिउँछु भन्छ भन्ने चाहिँ कसैलाई लाग्छ भने अब वैदेशिक रोजगारमा जान्छु म अलिक कमाउँछु भन्यो भने अब वैदेशिक रोजगारीमा जाने नै हो भने चाहिँ अब सही सूचनाहरू लिएर जानु पऱ्यो, सही जानकारीहरू लिएर जानु पऱ्यो र चाहिँ खाली हात जानु भएन, नाङ्गो हात जानु भएन। त्यो हातमा चाहिँ केही न केही सिपहरू सिकेर जानु पऱ्यो। त्यसो भयो भने धेरै आम्दानी गर्न सकिन्छ, आफ्नो काम चाहिँ सुरक्षित हुन्छ, आफूले चाहिँ त्यहाँ एउटा खालको मर्यादा हुन्छ, एउटा इज्जत हुन्छ। अब सामान्य काममा गयो भने अब जे पनि काम लगाइदिन्छ, जनरल वर्कर भन्छ होइन। सामान्य लेबरमा गइसकेपछि यो पनि गर भन्छ, त्यो पनि गर भन्छ, लोड अनलोडदेखि लिएर उसलाई सबैभन्दा चाहिँ दुःख पनि कष्ट पनि त्यही हुन्छ, सबैभन्दा हेलाउँचो पनि त्यही हुन्छ र सबैभन्दा कम तलब कम चाहिँ वेतन पनि त्यही हुने भएको। त्यस्तो दुःख पाइन्छ। त्यस्तो दुःखबाट पनि मुक्त हुनको लागि के गरौँ भन्दाखेरि पहिलो नम्बर जानेवालामा सही सूचना नलिएको कारणले दलालीको चङ्गुलमा परेर बर्बाद भएको छ मान्छे। अगाडि उता ठाउँहरुलाई रित्तै बसे त्यसै बस्ने अनि चाहिँ के भन्छ रे अगाडि अनि एकैचोटि चाहिँ विदेश गइसकेपछि केही काम सिकेको केही चाहिँ हुँदैन, सिक्दैन नभइसकेपछि के गर्ने त भन्दाखेरि अनि उ गइसकेपछि आउनु के गर्ने त भन्दाखेरि चाहिँ उसले केही सिक्दैन, सिक्न जाने त्यो सामान्य वर्गरमा जानुपर्ने हो। सामान्य वर्गमा कम तल दुःख त्यही उनीको त्यही हो। त्यसो भए अब जाँदाखेरि पनि सही सूचना र जानकारी लिएर जानु पर्यो। अनि चाहिँ अर्को कुरा चाहिँ सिप सिकेर जानु पर्यो। त्यसो गर्यो भने चाहिँ हाम्रो रोजगारी चाहिँ व्यवस्थित गर्न सकिन्छ, सुरक्षित गर्न सकिन्छ, मर्यादित बनाउन सकिन्छ भनेर यो चाहिँ कुराहरू चाहिँ हामीले टोल टोलमा अब वैदेशिक रोजगारीमा खासमा चाहिँ लक्षित समुदाय लक्षित वर्ग भनेको चाहिँ को हो भन्दाखेरिमा अब वैदेशिक रोजगारीमा खास गरी वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको घर परिवारको मान्छेहरू जम्मा गरेर भने त्यसपछि चाहिँ वैदेशिक रोजगारीमा जाने सम्भावना भएको क्या जान तयार हुन लाग्यो, पासपोर्ट काटेर ठिक्क भएको मान्छेहरूलाई जम्मा गरेर भन्ने। अनि वैदेशिक रोजगारीमा रहेको यहाँ चाहिँ रहेको यहाँ घर परिवारको मान्छेहरू सबैले चाहिँ भन्ने। अनि समुदायको टोलको अगुवा समाजसेवीहरूलाई पनि जम्मा गरेर यसरी चाहिँ हामीले सूचनाहरू चाहिँ टोल टोलमा पुर्यायो भनियो भने चाहिँ यो वैदेशिक रोजगार चाहिँ सुरक्षित हुन्छ, मर्यादित हुन्छ, व्यवस्थित बनाउन सकिन्छ भनेर आजको यो खास यो कार्यक्रमको चाहिँ लक्षित वर्ग समुदाय भनेको यो हो भन्न खोजेको मैले यो दोस्रो स्लाइडले चाहिँ यो भन्न खोजेको। अब चाहिँ अब नेपाल सरकारले चाहिँ अहिले यो
सुरक्षित आप्रवासन कार्यक्रम सामी भन्छ, सेफर माइग्रेसन भनेर भन्छ। यो सुरक्षित आप्रवासन कार्यक्रम चाहिँ लागू भएको चाहिँ झन्डै यो अब 12-13 वर्ष हुन लाग्यो। अब देशभरि चाहिँ पहिला सुरुमा चाहिँ पूर्वबाट बिस्तारै चाहिँ 1-2वटा चाहिँ जिल्लामा परीक्षणको लागि चाहिँ लागू गर्यो। त्यसपछि चाहिँ त्यो सफल भइसकेपछि चाहिँ देशभरि अहिले 77वटै जिल्लामा चाहिँ यो कार्यक्रम चाहिँ लागू भएको छ, चालु भएको छ। हाम्रो जिल्लामा चाहिँ गत वर्ष मात्रै चाहिँ यो कार्यक्रम चाहिँ लागू भएको छ हैन। पहिले चाहिँ पोखराबाट हेर्न चाहिँ सामान्य घटनाहरू हुँदाखेरि अनि अहिले चाहिँ हाम्रै जिल्लामा चाहिँ जिल्ला प्रशासन कार्यालय सिडिओ अफिस भन्छौँ हामी। सिडिओ अफिसको कोठा नम्बर 15 मा यो सुरक्षित आप्रवासन कार्यक्रम सामी कार्यक्रमको यो आप्रवासी स्रोत केन्द्र माइग्रेन्ट रिसोर्स सेन्टर भनेर भन्छ हो। त्यो चाहिँ 15 नम्बर कोठा गेटैमा सिडिओ कार्यालयको गेटैमा ढोकाइमा छ। यो कार्यक्रम चाहिँ अब गत वर्ष हैन 81 महिना 8 गते चाहिँ स्थापना भएर अहिले चाहिँ यो हाम्रो 8वटै पालिकामा हाम्रो चाहिँ पालिकामा रोजगार सेवा केन्द्रले हामीले हेर्छौँ। यसरी चाहिँ लागू भएको छ, सञ्चालन भएको छ। यसको मुख्य कामै भनेको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने, वैदेशिक रोजगारीलाई धेरै मर्यादित बनाउने। अब यहाँबाट जाने बेलामा नि ठगीको चाहिँ चङ्गुल बन्न परोस् र वहाँ जाँदाखेरि पनि एउटा आफूले यहाँबाट जे काम भनेर गर्थ्यो त्यही काम पाओस् र बढी से बढी सुरक्षित र चाहिँ अलिक बढी चाहिँ तलब र वेतन चाहिँ सुविधा चाहिँ त्यसरी होस् भन्ने हिसाबले यो कार्यक्रमले चाहिँ यो कार्यक्रम गरेको छ। यो कुरा अब सुरुमै चाहिँ किन जिल्ला प्रशासन कार्यालय सिडिओ कार्यालयमा चाहिँ यो अफिस स्थापना गरियो त भन्दाखेरिमा चाहिँ अब मान्छे विदेश जाने भनिसकेपछि पहिला के गर्छ, उसले पासपोर्ट काट्छ। पासपोर्ट काट्ने भइसकेपछि पासपोर्ट काट्ने जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट काट्ने बित्तिकै चाहिँ अब यो कोठामा चाहिँ जानु भनिन्छ। अब पासपोर्ट लिने बेलामा, पासपोर्ट बुझ्ने बेलामा पासपोर्ट सबै प्रक्रिया गर्छ आवेदन दिएर अनि दिने बेलामा, पासपोर्ट लिने बेलामा, बुझ्ने बेलामा, रिसिभ गर्ने बेलामा चाहिँ कोठा नम्बर 15 मा जाऊ भन्छ। अनि कोठा नम्बर 15 मा गइसकेपछि चाहिँ तपाईँ के कामलाई